नमस्कार। आज हामी एउटा यस्तो मुद्दामा अलिकति गहिरिएर कुरा गर्दैछौँ जुन निकै लामो समयदेखि चर्चामा थियो र हालै फेरि सतहमा आएको छ। पूर्व सांसद मोहम्मद अफ्ताब आलमको रिहाई। हो, यो विषय निकै महत्त्वपूर्ण छ। हाम्रो आधार चाहिँ अफ्ताब आलम जेलमुक्त भन्ने समाचार र त्यससँग जोडिएका पुराना घटनाक्रमहरू हुन्। आजको हाम्रो यो छलफलमा चाहिँ आलम कसरी रिहा भए, उनीमाथि के थिए त ती गम्भीर आरोपहरू, अनि यो 12 वर्षभन्दा लामो न्यायिक यात्रा कस्तो रह्यो, त्यसमा केन्द्रित रहन्छौँ। एकदम। वहाँमाथि त त्यो 2064को चुनावको बेला बम पड्काएर मान्छे मारेको अनि घाइतेलाई इटा भट्टामा हालेर जलाएको जस्तो कहाँले लाग्दो आरोप थियो नि। हो, निकै गम्भीर आरोप। तर पक्राउ पर्नै 12 वर्ष लाग्यो। ल, यसलाई अलिक खोतलाउँ न त। अवश्य। यो घटनाले हाम्रो कानुनी प्रक्रिया अनि राजनीतिको प्रभावबारे निकै गम्भीर प्रश्नहरू उठाउँछ। यहाँ चाखलाग्दो कुरा के छ भने एउटै केसमा तल्लो र माथिल्लो अदालतको फैसला ठ्याक्कै उल्टो आयो। हो त, त्यहीबाट सुरु गरौँ न। भर्खरै उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले सफाई दियो, होइन? हो, न्यायाधीश खुशी प्रसाद थारू र अर्जुन महर्जनको इजलासले विस्फोटक पदार्थ प्रयोग गरेर ज्यान मार्ने उद्योग र कर्तव्य ज्यान मतलब हत्या प्रयास र हत्या दुवैमा सफाई। तर यसअघि त्यो रौतहट जिल्ला अदालतले चाहिँ 2079 असारमा जिल्ला अदालतका न्यायाधीश मातृका प्रसाद आचार्यको इजलासले चाहिँ उहाँले दोषी ठहरेर जन्मकैद सुनाएको थियो। एउटै मुद्दामा जन्मकैद र सफाई, यो त निकै ठूलो अन्तर भयो नि। भयो नि, र यो न्यायिक भिन्नता नै सायद यो मुद्दाको सबभन्दा विचारणीय पक्ष हो। एउटा अदालत भन्छ आजीवन जेल, अर्को भन्छ निर्दोष। अब यसको कारण के होला त? सायद प्रमाणको मूल्याङ्कनमा फरक देखियो कि? कस्तो फरक? खै, जिल्ला अदालतले सायद प्रत्यक्षदर्शी वा अरू प्रमाणलाई बलियो मानियो होला, तर उच्च अदालतले चाहिँ त्यो प्रमाण सङ्कलनको तरिका वा त्यसको विश्वसनीयतामै प्रश्न उठायो कि? वा कानुनी व्याख्या फरक गर्यो कि? तर एउटा कुरामा चाहिँ दुवै अदालत एकमत देखिन्छन् है। कुन कुरामा? त्यो इटा भट्टामा मान्छे जलाएको भन्ने अभियोग चाहिँ जिल्ला अदालतले पनि पुष्टि हुन नसक्ने भनेको थियो। त्यसलाई चाहिँ उच्च अदालतले पनि सदर गर्यो। त्यो इटा भट्टावाला चाहिँ दुवैले मानेनन्। त्यो चाहिँ प्रमाणित भएन भन्नेमा दुवै तह सहमत भए। त्यो मूल घटना के थियो अलिकति सम्झ्यौ न। 2064 चैत 27, पहिलो संविधान सभा चुनावको ठिक अघिल्लो रात हो, रौतहटको राजपुर फरदुवामा। त्यति बेला कङ्ग्रेस उम्मेद्वार आलमको घरमा बम विस्फोट भएको थियो। आरोप के थियो भने चुनावमा धाँधली गर्न, बुथ कब्जा गर्न भारतबाट बम बनाउने मान्छे ल्याइएको थियो। तर बम बनाउँदा बनाउँदै पड्कियो। अनि त्रिलोक प्रताप सिंह पिन्टू र ओसी अख्तर मिया भन्ने कम्तीमा 2 जना गम्भीर घाइते भए। हो, अनि त्यसपछि आयो त्यो इटा भट्टाको सबभन्दा डरलाग्दो आरोप, होइन त? हो नि, त्यो नै सबभन्दा विभत्स आरोप हो। आफ्नो अपराध लुकाउन ती घाइतेहरूलाई जिउँदै ट्र्याक्टरमा हालेर इँटा भट्टामा लगेर पोलेर मारियो भन्ने। उफ, सुन्दै पनि कस्तो। तर यो घटना 2064को, आलम पक्राउ परे 2076मा, 12 वर्ष लाग्यो। हो, 2076 असोज 26मा बल्ल पक्राउ परे। यो बीचमा उनी सांसद भए, मन्त्री भए। यसले के देखाउँछ भने कतिपय अवस्थामा राजनीतिक शक्ति र पहुँचले न्याय प्रक्रियालाई कसरी लामो समयसम्म छेक्न सक्दो रहेछ। पीडित परिवारले जाहेरी दिन खोज्दा पनि प्रहरीले मानेन भन्ने कुरा आएको थियो नि। त्यो कुरा पनि बाहिर आयो। घटना लुकाउनु खोजियो भन्ने आरोप पनि बलियो थियो। अनि यत्रो वर्षपछि अनुसन्धान कसरी सुरु भयो त? यसमा सर्वोच्च अदालतको भूमिका थियो क्यारे? एकदमै, सर्वोच्चको भूमिका निर्णायक रह्यो। 2076 असार 6 गते न्यायाधीशद्वय अनिल कुमार सिन्हा र कुमार रेग्मीको इजलासले निकै कडा आदेश दियो। के आदेश थियो? अनुसन्धान किन अघि नबढेको भनेर महान्यायाधिवक्ता त्यतिबेला अग्नि खरेल हुनुहुन्थ्यो अनि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, उहाँहरूलाई प्रगति विवरण बुझाउन र अनुसन्धान छिटो टुङ्ग्याउन कडा निर्देशन दिएको थियो। आदेश नमाने अवहेलना मुद्दा चलाउने चेतावनी समेत थियो। भनेपछि सर्वोच्चको त्यो हस्तक्षेपले गर्दा नै रोकिएको अनुसन्धान फेरि सुरु भयो। धेरै हदसम्म त्यही देखिन्छ। माथिल्लो अदालतको निरन्तर निगरानी र दबाव नभएको भए सायद यो मुद्दा अझै अघि बढ्दैन थियो कि? यसलाई अलि फराकिलो दृष्टिकोणबाट हेर्दा यसले के देखाउँछ भने कहिलेकाहीँ यस्ता जटिल र शक्तिशाली व्यक्ति मुछिएका मुद्दामा न्यायका लागि माथिल्लो न्यायिक निकायको हस्तक्षेप आवश्यक पर्दो रहेछ। त्यसो भए सारमा के भयो त भन्दा जिल्ला अदालतले जन्मकैद दियो, उच्च अदालतले सफाई दियो र अफ्ताब आलम अहिले जेल बाहिर छन्।
यो पुरै प्रकरण हेर्दा घटनाको गम्भीरता एकातिर छ, न्याय पाउन पीडितको त्यो लामो सकस अर्कोतिर, अनि यो ढिला सुस्ती, राजनीतिक पहुँचको कुरा र अन्तमा सर्वोच्चको हस्तक्षेप, यी सबै पक्ष देखियो। हो, यी सबै कुरा मननयोग्य छन् र यो सबै घटनाक्रमले एउटा गम्भीर प्रश्न चाहिँ अवश्य खडा गर्छ। के प्रश्न? जब यस्तो गम्भीर फौजदारी मुद्दामा यति लामो समय लाग्छ अनि तल्लो र माथिल्लो अदालतबाट ठिक विपरीत फैसला आउँछ, त्यो पनि यस्तो शक्तिशाली व्यक्ति जोडिएको मुद्दामा, यसले हाम्रो समग्र न्याय प्रणालीप्रतिको आम मानिसको विश्वासलाई चाहिँ कस्तो असर पार्ला? यो प्रश्नमा हामी सबैले एकपटक सोच्नुपर्ने बेला आएको छ जस्तो लाग्छ मलाई। नमस्कार, आज हामी एउटा निकै चर्चामा रहेको विषयमा कुरा गर्दैछौँ। एउटा लेख छ, भिजिट भिजा प्रकरणमा गृहमन्त्रीको जवाफ। हो, यो लेखले चाहिँ गृहमन्त्री रमेश लेखकले भिजिट भिसाको विवादमा अनि त्यसमाथि एउटा नियुक्तिको कुरा पनि जोडियो, त्यसमा कसरी आफ्नो पक्ष राख्न खोज्नुभयो भन्ने केलाएको छ। उहाँले संसदमा जवाब दिन खोज्नु भएको थियो रे, होइन? तर के भयो? खोज्नु भएको त थियो, तर प्रतिपक्षी दलहरूले मतलब पहिले प्रश्न सोध्न पाउनुपर्छ भनेर अडान लिएपछि अब त्यहाँ कुरा हुन सकेन। अनि त्यसपछि उहाँले संसद भवन बाहिरै त्यही परिसरमा पत्रकार सम्मेलन गर्नुभयो आफ्नो कुरा राख्नलाई। तर लेखले के भन्छ? उहाँको तर्क कस्तो थियो त? खै, लेखको विश्लेषण अनुसार चाहिँ उहाँले दिनुभएको जवाफ अलिक कमजोर थियो रे, परिस्थितिलाई ठ्याक्कै सम्बोधन गर्ने खालको भएन भन्ने आशय छ। यो सबै विवादको खास जड चाहिँ के रहेछ त? लेखले एउटा मुख्य कुरा औल्याएको छ, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल। त्यहाँको अध्यागमन कार्यालय प्रमुखमा सहशिक्षित तीर्थराज भट्टराईको नियुक्ति, त्यो नै प्रमुख कारण देखिन्छ। भट्टराई, उहाँको नाम त अलि पहिले पनि सुनिएको होइन र? हो नि, उहाँ तिनै व्यक्ति हुन् जसलाई अब नियुक्ति भएको केही समयमै अख्तियारले समात्यो। अख्तियारले नै? कुन मुद्दामा? अख्तियारले नै। उहाँ पहिले त्यो त्रिपाल खरिद प्रकरणमा पनि मुछिनु भएको थियो भन्ने कुरा छ। त्यस्तो पृष्ठभूमि भएको व्यक्तिलाई विमानस्थल अध्यागमन जस्तो संवेदनशील ठाउँमा, हो ठ्याक्कै, जुन ठाउँ देशको सुरक्षा छवि सबैसँग जोडिएको छ, त्यहाँ प्रमुख बनाइएपछि त आलोचना हुने नै भयो, होइन? अनि गृहमन्त्रीले पत्रकार सम्मेलनमा यो नियुक्तिको बारेमा चाहिँ के भन्नुभयो त? स्वीकार्नुभयो उहाँले? स्वीकार्नु त भयो, उहाँले भट्टराईलाई अध्यागमनको जिम्मेवारी आफैले दिएको हो भन्नुभयो। तर अब लेखले के भन्छ भने उहाँको स्पष्टीकरण त्यति चित्त बुझ्नु चाहिँ थिएन। मतलब किन त्यस्तो पृष्ठभूमि भएको व्यक्तिलाई नै रोजियो भन्नेमा प्रश्न जवाफ आएन। त्यही भएर कमजोर तर्क भनिएको होला। हो, सम्भवतः त्यही भएर भट्टराईको पुरानो रेकर्ड अनि पढको संवेदनशीलता हेर्दाखेरि यो निर्णयमा पर्याप्त होसियारी अपनाइएन कि भन्ने प्रश्न उठ्यो। उहाँको बचाउ त्यति बलियो देखिएन। भनेपछि चुरोगुरो के देखियो भने गृहमन्त्रीले एउटा विवादित पृष्ठभूमि भएकै कर्मचारीलाई छानेर महत्त्वपूर्ण ठाउँमा पठाउनुभयो। अनि पछि तिनै कर्मचारी भ्रष्टाचारको अनुसन्धानमा तानिए। यसले त सिधै गृहमन्त्रीको निर्णयमाथि नै प्रश्न उठ्ने भयो नि। एकदमै। यो प्रकरणले कस्तो देखायो भने कि त नियुक्तिमा राजनीतिक दबाव थियो, कि व्यक्तिगत रोजाइ थियो, कि चाहिँ छानबिनमै कमजोरी भयो, होइन? अनि गृहमन्त्रीले नियुक्ति त मेरै हो भन्नुभयो, तर त्यसको पछाडिको कारण चाहिँ बलियोसँग दिन सक्नु भएन। यसले उहाँलाई नै अप्ठ्यारो पारेको जस्तो देखियो लेखको विश्लेषण अनुसार। यो पुरै घटनाक्रमले सार्वजनिक पदमा बस्ने मान्छेको जिम्मेवारी, जवाफदेहिता जस्ता कुराहरूलाई फेरि बहसमा ल्याइदियो। निश्चय पनि। अब यो लेखमा प्रस्तुत तथ्यहरू हेर्दा एउटा गम्भीर प्रश्न उठ्छ के प्रश्न? सार्वजनिक पदमा नियुक्ति गर्दा अझ त्यसमाथि राष्ट्रिय सुरक्षा जस्तो विषय जोडिएको ठाउँमा पठाउँदा व्यक्तिको पृष्ठभूमि, उसको योग्यता, उसको निष्ठा, यी सबै कुराको मूल्याङ्कन कति गहिरो हुनुपर्छ, कति निष्पक्ष हुनुपर्छ? हो, यो साँच्चै विचार गर्नुपर्ने प्रश्न हो। यो विषय पक्कै पनि अझै छलफलमा रहला।